हेलो नमस्ते म हजुरहरूको सानो धेरै भएको थियो मैले भिडियोहरू पोस्ट नगरेको किनकि म बिजी थिएँ बिजी किन भन्दाखेरि म आन्टीको ड्युटीमा थिएँ सरी मैले भिडियोहरू पनि हजुरहरूलाई देखाएको थिएन नि ओके फाइन अब हेर्नु होला यति बेला चाहिँ हामी बेबीको वेट गरेर बसिरहेको थियौँ अनि बेबी ल्याउनको लागि चाहिँ मेरो ठुलो दिदीको छोरी नानो छोरी जानुभएको थियो अनि त्यसपछि बेबी आए अनि हाम्रो एक्सप्रेसन चाहिँ यस्तो थियो कि कसरी बयान गर्नु के यति धेरै खुसी थियौँ हामी ह्याप्पी थियौँ रुन मन लागिरहेको थियो हेर्नुहोस् बेबी बोय मेरो दिदीको छोरो फाइनली मेरो दिदी बहिनीको परिवार कम्प्लिट भयो अनि कि मैले बेबीलाई काखमा ल्याउँदा के भनेको थिएँ थाहा छ तिमीलाई धेरै धेरै धन्यवाद मेरो दिदीको लाइफ कम्प्लिट गरिदिएकोमा